500 को दुईटा सुरुवाल 500 को दुईटा आयो आयो हामी पनि आयो हैन हामी पनि आयो ल हामी कहाँ गयो रे आज सुन्दर बजार महोत्सवमा हैन ओहो कति रमाइलो छ नि त है आज आमा ओहो फेरि हामी यहाँ फेरि अमित छ फेरि अगाडि अगाडि डन हिँडिरहेको छ डन ए रोक न ओहो कति हल्ला भइरहेछ आयो आयो कति घुम्या हो नि रियाँ त लाग्न लाग्छ घुम्या थ्यात तेरिका आमा जाडोमा कति सस्तो सस्तोको कपडा आछ हेलो सिस्टरहरू त्यतिजना केटी बसेर नि मरेर लाएर ओहो सोल्टिनेहरू अनि फेरि पछि यस्तो गरेर खिचिदिएको मैले यस्तरी के ओहो आमा हेर त कति रमाइलो छ नि ओहो हो र पुरै बजार छ आमा कुरा त के गर्नु ओहो खानाको आइटम हेर मैले केटीलाई 500 का हान्नेको ओए ओए घनको घन के हो ल है उता स्टेज सुरु डान्स चलिरहेको छ उता जानु पर्यो ओए अमित मेरो गर्नु परेन खै तँलाई मेरो बनाउनु अलि नजिक आएर अलि टाढा भयो कहिले आइयो विदेशबाट हाल्दै हुन्छ केही फरक पर्दैन मलाई लाज पनि लाग्थ्यो फेरि सोटिन हाँसिरहेको क्या साल म त डुङ्गो हेर्छु पैसा नि भएन कि पिङ खेल्न मन लाग्यो ओहो पिङ चलिरहेको थियो नि डान्स हानिदिन्छु नि त हान्दैन डान्स हान्नु डान्स हान्ने हान्दैन बेलुका हान्ने अब एकैचोटि के भन्यो यिनीहरू कस्तो मसिरहेको छ नि चस्माले नै भिधा भन्न कति गाली रहेछ हेर्नु त्यो नाचेको एकताल चस्माले न भिधा बनाउँछु चस्मा लगाएर कस्तो ओ हिरो बुढो खिच्छ नि त एउटा सुन्दर बजार महोत्सव 2082 रमाइलो भइरहेको छ है आज ल कोही छैन दुईजना मात्रै मा भन्छ मात्रै यताबाट हेर्दा पनि त्यो केटीले देखाउने नि टक्क मलाई
बुढोले आएको त पनौतीको बुढो यो ढाकटोपी लाएर हिँड्नु मेरो एउटा फोटो खिच्दैन बस्नु उता हेर्दा लगाएर आएन आमा रोसीले हल्लियो हेर्दा नाचम नाचम दार लाएर ख्या गएर भिडियो बनाउनु नाचेको छ ओहो हेर त्यहाँ बच्चा उफ्रिएका माथि गएर कहाँबाट छिर्ने हुन्छ ए भरङबाट मन पर्छ यो भाइरल हुन्छ के यसको डान्स देखाइदिउँ न त है हाम्रो दिदी बमल नाचिरहनु भयो है छ्या सिद्धिनेवाला नि देखेर क्रम स्वरूपमा आज रात्रि कलाकारलाई यो मञ्चमा ल्याउँदैछौँ र अलि नजिक नजिक आउनुहोस् तपाईँलाई कलाकारलाई बोलाउनुभन्दा अगाडि अलिक नजिक नजिक आएर बसिदिनुहोस् बस्नुभन्दा पनि रमाइलो हुन्थ्यो रमाइलो गर्थ्यो र अलिक नजिक आएर बसिदिनुहोस् न नजिक बस्यो भने चाहिँ कलाकारले सङ्गीतमा बनाउनका लागि लोकप्रिय गायकलाई यो मञ्चमा लिन चाहन्छु सुन्दर बजार सांस्कृतिक महोत्सव 2082 को मुख्य आकर्षण केन्द्रबिन्दुमा रहने राष्ट्रिय नृत्य गीत प्रतिष्ठानका अध्यक्ष लमजुङ शाखाका अध्यक्ष आदरणीय दाजुलाई यो मञ्चमा लिन चाहन्छु सबैजनाको विवाद माथि उचाली जोरदार ताली चले स्वागत गरौँ पेशेन्ट तनाउको लागि ओके नमस्ते हजुर नमस्ते नमस्ते हो त आवाजै आउँदैन नमस्ते हजुर अझै पुगेन है अझै पुगेन सुन्दर बजारको हल्ला पुगेन नमस्ते हजुर आमाको थाक्नु भोग्यो घ्याम्पाको थाक्नु भोग्यो नमस्ते हजुर आमाहरू नमस्कार ल नामै त बोल्दैछु क्या बुवाहरू नमस्कार ल सबैजना आराम हुनुहुन्छ नि तपाईँहरू है अब नाच्नु मन छ है हुन्छ कि हुन्न हजुर हल्लै पुगेन कि अझै हल्ला पुगिरहेको छैन किन हो सुन्दर बजार यस्तो हुँदैन लमजुङ यस्तो हुँदैन है हामी लमजुङ हो हामी लमजुङ हुनुमा गर्व छ हामीलाई जे पनि गर्न आउँछ गीत पनि गाउन आउँछ नाच्न आउँछ ताली बजाउन आउँछ मजाले यसरी बसेर हेर्न पनि आउँछ जसरी रमाइलो गर्नुपर्छ हामी त्यसरी रमाइलो गर्न तयार छौँ हो कि हजुर बल्ल बिस्तारै हात उठ्दैछ विशेष गरी सुन्दर बजार पौष समाज आयोजन गरेको अत्यन्तै भव्य कार्यक्रम नृत्य महोत्सव सुन्दर बजार महोत्सव 2082 अत्यन्तै भव्यताका साथ हुँदैछ अत्यन्तै मान्छे छ सुत्तापट्टिको पिङ रमाइलो भएर छ अब धेरै कहाँ माथि पुग्छ तल हात फाल्यो भने त कस्तो होला हामी विश्वास गर्छौँ महोत्सवको अन्तिम समय यसरी माया गरिदिनुहोला राजा आज म पनि टुपा टुपा हालिहाल्छ है मान्छे बिचा त मान्छे छैन ओए आमा हेरेर कहाँ पुगेको खुसी लागेको छ त्यसले भिडियो कराएको म त जान्छु म त डर लाग्थ्यो यसमा त कोर्कै हुँदो रहेछ मेरो भिडियो बनाइदिए यसको है हुन्छ जान्छु के डुङ्गामा अब डर लाग्छ म त
सचिवको रूपमा हुनुहुन्छ हाम्रो राष्ट्रिय वक्तव्य वर्गीय प्रतिष्ठान जिल्ला शाखा लमजुङका संस्थापक अध्यक्ष ओए बिरामी बाबा खेल गुरु अमित विषयहरूले हार्दिक सम्मान गर्न चाहन्छु। विशेष आज हेलो चस्मा राडी मान्छे ओ ए घुमायो पछि उहाँ ट्र्याक्टरबाट हुँदो रहेछ नि त ऊ ट्र्याक्टरबाट नि ओ हेर न बाउरे ओ यस्तो डरै लाग्छ कसरी चढ्न जाने हेर न यो बवाल हो कि त्यही त यो फिट गर्न नि धेरै गाह्रो हुन्छ क्या मुख कहाँ फर्किँदो रहेछ हेरी हामी प्रस्तुत गर्दैछौँ हामी यता नेपाली उठाउटो हामी नेपाली हेर्न आएको छौँ जोरदार तालीले स्वागत गरौँ यसलाई नि मोटा लाउनु पर्दछ हौ मोटा लाएर घुम्दो रहेछ यो पनि ल यहाँ के हो माछा टाउको होइल माछा कति रहेछ फेरि मैले त यो साह्रै हेर्न मन लाग्यो अहिले उहाँ गरेपछि कहाँ पुऱ्याइन्छ अहिले अब
तिमीतिरै छ सबको ध्यान पनि कति मोटो खाइलाग्दो ज्यान पान तिमीतिरै छ सबको ध्यान पनि कति राम्रो खाइलाग्दो ज्यान पान तिमीलाई टाढा मलाई नि टाढा सुन्दर बजार छेउछाउमै घर छ तिमीलाई टाढा मलाई नि टाढा मान्छे गाडे टाढैमा घर छ मान्छे गाडे टाढैमा घर छ तिमीलाई टाढा मलाई नि टाढा भन्ने गीत छ त्यो पनि अहिले 4 सुन्दर बजार कृषि क्याम्पसको आगानी साँझ परेसी रमाइलो लगानी सल्लाहु पहिले सानो निद्रामा बिउजायो तिम्रो पहिले क्याम्पसको आगानी साँझ परेसी रमाइलो लगानी सल्लाहु पहिले सानो निद्रामा बिउजायो तिम्रो पहिले सल्लाहु पहिले सानो निद्रामा बिउजायो तिम्रो पहिले मौसम क्या हो पिरातीलाई रमाइलो हो श्यामराना आएर सल्लाहु पहिले सानो निद्रामा बिउजायो तिम्रो रूपैले पिरातीलाई रमाइलो हो श्यामराना आएर हँसिलो मुख देखेसी पूजाको हेरी हेरी छुचित्त बुझाको सल्लाहु पहिले सानो निद्रामा बिउजायो तिम्रो पहिले देखेसी पूजाको हेरी हेरी छुचित्त बुझाको सल्लाहु पहिले सानो निद्रामा बिउजायो
स्याङ्जाले ठिटो मेरो पनि भएको छ मन मिठो साला धुपैले सानो निद्रामा बिउजायो तिम्रो रूपैले स्याङ्जाले ठिटो मेरो पनि भएको छ मन मिठो साला धुपैले सानो निद्रामा बिउजायो तिम्रो रूपैले सानो निद्रामा बिउजायो तिम्रो नौजाले माया जाल फैलायो हेरा हेर भो अब केही होला झैलायो सल्लाह धुपैले सानो निद्रामा बिउजायो तिम्रो रूपैले माया जाल फैलायो हेरा हेर भो केही होला झैलायो सल्लाह धुपैले सानो निद्रामा बिउजायो तिम्रो रूपैले सल्लाह धुपैले सानो निद्रामा बिउजायो तिम्रो रूपैले हेरा श्यामो लमजुङे नानी हो यही बस्ती स्याङ्जातिर लाने हो साला धुपैले सानो निद्रामा बिउजायो तिम्रो रूपैले लमजुङे नानी हो यही बस्ती स्याङ्जातिर लाने हो साला धुपैले स्याङ्जालीको बुहारी बने नि मान्छु म त घर जाई बस भने नि सल्लाह धुपैले सानो निद्रामा बिउजायो तिम्रो रूपैले बुहारी बने नि मान्छु म त घर जाई बस भने नि सल्लाह धुपैले सानो निद्रामा बिउजायो तिम्रो रूपैले सानो निद्रामा बिउजायो तिम्रो रूपैले गर्नुहुन्छ हाँसनी बोलानी घर जाई बसे भोलि हो भन्लानी सल्लाह धुपैले सानो निद्रामा बिउजायो तिम्रो रूपैले घर जाई बसे भोलि हो भन्लानी सल्लाह धुपैले सानो निद्रामा बिउजायो तिम्रो रूपैले सानो निद्रामा बिउजायो तिम्रो रूपैले घर जाई बसे नपर्ला रोना जोत्नै परे जोत दिम्ला छेउको न सल्लाह धुपैले सानो निद्रामा बिउजायो तिम्रो रूपैले नपर्ला रोना जोत्नै परे जोत दिम्ला छेउको न सल्लाह धुपैले सानो निद्रामा बिउजायो तिम्रो रूपैले सल्लाह धुपैले सानो निद्रामा बिउजायो तिम्रो रूपैले थालेपछि घर जाई
देख्छु आजकल गीत गाउने लता काम गरेरै हुर्केको हो म त सल्लाह पहिले सानो निद्रामा बिउजायो तिम्रो पहिले गीत गाउने लता काम गरेरै हुर्केको हो म त सल्लाह पहिले सानो निद्रामा बिउजायो तिम्रो पहिले सल्लाह पहिले सानो निद्रामा बिउजायो तिम्रो पहिले पछि मायाको आड त्यसो भए सडम त दूर डाँडा सल्लाह पहिले सानो निद्रामा बिउजायो तिम्रो पहिले सडम त दूर डाँडा सल्लाह पहिले सानो निद्रामा बिउजायो तिम्रो पहिले सल्लाह पहिले सानो निद्रामा बिउजायो तिम्रो पहिले दुरा डाँडा जाम भन्छौ च्यान पाटा पारी कति हल्को छ तिम्रो खेतबारी सल्लाह पहिले सानो निद्रामा बिउजायो तिम्रो पहिले च्यान पाटा पारी कति हल्को छ तिम्रो खेतबारी सल्लाह पहिले सानो निद्रामा बिउजायो तिम्रो पहिले सानो निद्रामा बिउजायो तिम्रो बाजु मार्ने बैशाख र जेठ धेरै छन्के पाखरा खोला खेत सल्लाह पहिले बैशाख पाखरा खोला खेत सल्लाह पहिले सानो निद्रामा बिउजायो तिम्रो पहिले सल्लाह पहिले सानो निद्रामा बिउजायो तिम्रो पहिले अब म स्याङ्जातिर जान्न स्याङ्जा जम्मै उपमेयरलाई छोडिदिन्छु अब म त सुन्दर बजारबाट माथि च्यान डाँडाबाट च्यान पाटाबाट माथि दुरा डाँडातिरै बस्छु मन भुलाउँछु पाती फुल्ने ठाउँमा फुल फुलाउँछु सल्लाह पहिले सानो